खिच्छ अनि त्यहाँबाट हाम्रो दाजु एकदम रातो रातो भयो या यस्तो छ सन्डेको दृश्य हाम्रो ट्याक्क सन्डे 2 दिन छुट्टी छ रहिला छ हेलो हाई नमस्ते तपाईहरु सम्पूर्णलाई कृष्ण घिसिङ युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु र आज चाहिँ हामीले लोकल कुखुरा हामी माथि जंगलमा लगेर पोलेर खाने सल्लाह गर्यौं साथीहरुसँग त्यसैले हामी माथि जंगलमा जाँदैछौं अनि हामी कुखुरा पोलेर खानेछौं अनि केही भिडियोहरु तपाईहरुको माझमा राख्दैछौं धेरै लामो समयपछि भिडियो बनाउने मौका जुर्यो ड्युटीको व्यस्तताको कारणले गर्दाखेरि के गर्नु अब परदेशको ठाउँमा ड्युटी हुन्छ टाइम मिल्दैन काम गर्नु पर्यो त्यस्तै हो के गर्नु यसो फ्री हुँदाखेरि कहिलेकाहीँ भिडियो बनाउँछु टाइम मिलेसम्म त बनाउन मन लाग्छ टाइम मिल्दैन यसो हेरेर साथ दिनु होला अनि नयाँ साथी हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु धन्यवाद ए भटा त यो पोलो टी-शर्ट एउटा सिंगाई म खाइहाल्छु सिंगाने जो उता लाने रुममा बनेर खाने कार्टुन लिनु पर्थ्यो नि त्यो कार्टुन दामी छिटो छिटो बाला है साथी हो त्यो बङ्गालीबाट एउटा कार्टुन ल्याएको उठाएर दामी हुन्थ्यो म त उयो एक्सनवाला मात्रै हो साथी एक्सनवाला त खान मिल्दैन नि दाजु अहिले सानो सानो के मासु मान्छे जान्छ 3, 6, 7 जना मान्छे छ अनि मासु जान्छ त्यसलाई कहाँबाट छुट्याउने हो भाले ल्याउनु पर्छ नि कोइलामा उ त हुँदैन नि धुवा पछि त रेलको हो त्यहाँ भट्टीले त्यो भटाएर लिएर आउनु भयो पुग्छ सल्क्यो अब त सल्किन्छ अब त्यो सुई पारेर त्यो गरायो अनि फुकायो अनि सल्किन्छ जङ्गलमा कहाँ छ र गुन्द्रु है आगो नबोलेर कतिवटा भन्ने दुईटा तपाईँ काट न अनि कहाँ त्यसले पुग्दैन आज लिन जानुपर्ने के भयो रात दिएपछि र हामी त भलिबल हान्ने भनेर आएको याद न हेर नम्बर भलिबल आज भटाएर म हो र यहीँ कोइले हाल न सानो माथि कोइले त मेरो जरुरत पर्छ त तल यसको लागि हुनुपर्छ कि डिजेल हल्का पर्ला जस्तो छ भटारै रक्सी गरेर रक्सी हाल्नु ए भटा जा फुकु फुकु आगो जाऊ
क्यामेराम्यान भइरहेको पुरै मिडियामा जाने हो यता ननिकाल्ने अहिले चोरी निकाल्दैछ फेरि कामबाट है यहाँबाट उठेर त्यहाँ पुगेछ यसलाई धुम न गोरो छ नि त हुँदैन पातले बेसार लागेको थियो त्यस्तो हुन्छ क्यामेराम्यान नहुन त्यसरी नि भिडियो बनाउँछ त्यो भरे केमा हाल्ने त्यसमा हाल्छ पानी हो एक घन्टा भइसक्यो तिम्रो मलाई त बियर ल्याइदिएछ चेस गर्ने मान्छे पनि छैन अब के गर्नु भयो चेस सिउँसे दुईटा हान्छ अब दाउरा नि खस्छ खै उकान अब भुइँ ठडाउने चढ्ने काम गरेर टाढो भएर सुत्नुपर्छ त भुइँ मेरो हात लगाइदिएन ए पानीमा अहिले हामी पुरानो भएर अहिले तपाईँलाई बचाइराखेका हो नत्र तपाईँ त परिसक्थ्यो नि मलेसियाको जेलमा ए भट्टाराले बचाइहाल्छ नि भट्टारा तिमीले बचाइहाल्छ त्यहाँनिर भएर एक शब्द बोल्नुहुन्न अब भटाइकिन पानीको बोतल लिएर आउने उता गएर ड्रममा अनि भन्ने म हेर पानी बोकेछु योहरूलाई भने भिडियो भाइरल बनाएको छ ल ल त्यो सब सराई भएर माथि बसेर मलाई पानी बोकाएको छ भने आज दिन्छ नि यता सपिङबाट हलाउँछ त्यो रुम गइसक्यो कसैले कम्प्लेन गरेर अहिले एकछिनमा आइसक्छ यहाँबाट उहाँ 2 बजे निक्लेर हामी दुईटा बियर खाएर त्यही त यहाँ आइला पनि खिच्चाबाट रही ती मात्र खिच्छ हाम्रो एकाएक यहाँ रेकर्ड खिच्छ रेकर्ड खिच्नु रेकर्ड भइरहेछ यहाँ ठुल्दैछ माइलाको अर्डरमा है आउँदैछ अनि त्यो पाकेपछि छोडिहाल्छ नि हो के खालको पारा हो त्यो कहाँ छ नाम समाजमा पचिहाल्छ यतिको त
हम्काउन आउनुपर्छ। यो नत्र आएको कहाँ यो बोल्दैन यार। नदेख्दो रहेछ टाढो। भट्टराईले दादा पुरै फिलाइ ल्याउने भनेको छ अनि पुरै सिधो रातभरि अनि भट्टराईले कति खान्छ। म त भातै साट खाने हो। यत्रो कोले पकाएको एकजनाले यसरी पकाएर खाइदियो सबै एकछिन खान्छ होला मासु खाइहाल्छ एउटा कुखुरा एक्लै म रक्स खान्छ। मैले त अझै होइन सिल्भर पेपर भएर पुरै आगो तन्काएर कोइला चाहिँ फेरि छिट्टै लगिदिँदा भयो भइहाल्यो। त्यो मासु पकाउनु जाऊ तिमी भिडियो बनाएर मतलब राम्रो आइजाए त हामी मासु खाउँछ। कसलाई लानुपर्छ नि कोइला त मऱ्यो मारेर लान्छ। तर भिडियो खतरा आउँदो रहेछ यहाँ तल त दुईजनाको भट्टराईको चाहिँ खतरा आइरहेको छ। सेम जस्तो हो। तादेऊ कस्तो हावा लाउने कम्बुको फ्यान होइन सानो फ्यानकै हानिरहन्छ नि आगो। तिमीलाई ल हाम्रो दाजु एकदम रातो रातो भयो यहाँ। यस्तो छ सन्डेको दृश्य हाम्रो। ट्याक्क सन्डे 2 दिन छुट्टी छ रहिला छ। मलाई अहिले भट्टाचार्य के भन्छ म त तिमी नै के अरे प्रोग्राम बनाउने। अनि अब तिमी हो अब मेन कुरो प्रेसरको रोगी अब पकाएर खान नमिल्ने। अब यस्तो जग्गा आइमिल्छ नि बोलेर यसो अब प्रोग्राम अब के अरे खाने होइन माइल। छैन एउटा क्यामेरा अनि त्यो साला मन्त्रीले भन्छ रे यस्तो होइन एकदम त्यो हुन्छ नि ग्यासहरू ल्याएर अनि तताउँदै खाँदैवाला हो त्यस्तो चाहिन्छ त्यसलाई। मलेहरू त हो के है। अनि मासाला कोइलामा पो ठिक हुन्छ। बसी ल्याएर कोइलाको टेम्परेचर 33 मा यो मासाला के बिस्कुट कोही निस्किया छैन बाहिर 2-3 वर्ष खाएर बसेको अरे ओ सुट गरिरहेको छ है मुटे मलाई नलाऊ। अब हार पलान त त्यही भएको छैन। यो मटेले मलाई सधैँ हेप्छ हौ। हेप्ने आफूले हेप्छ सधैँ हामीलाई।
5 महिना भन्छ अनि खालि मलाई ठटाउन खोज्छ अरे जाते फाल्दैको थियो फाल्दै होला मेरो त जाते मासु काट्ने के मान्छे गर्दैछ चाहिँ त? आज फेरि तिमीलाई पनि तर मेरो मोबाइलमा लास्टै हेर्छम देख्छौ म हेर्छमै छैन तिमी भन्दा त मार ठोक्ने हो मेरो मोबाइल मारेर जान्छ ओहो यहाँ हेर त है गोरो न गोरो म है हेर्छमै मान्छे हो नि अहिले हेर है बाबु दाजु त मलाई हेर्छमै छैन उसको मोबाइलमा भनेर म हेर्छमै मान्छे हो नि अहिलेसम्म हेर त माइल है लास्टै हेर्छम देख्छ है मेरोमा भिडियो रेकर्ड है यता यता माल ए चिकुली भट्टराई त फेरि भट्टराई भाइ हो नि दाजु नि एक नम्बर यो त्यो गाला राता राता गाला रातै गाला रातै गाला रातै भन्ने गीत पैसाले हो कि रक्सीले हो कि यो कान्छाको गाला रातै मोदेर पनि पितृ जाप्ने हुन्छ क्या मान्छेले भन्छ कि पितृ जाप पनि हुन्छ क्या सबै अलिअलि चढाउन भइहाल्छ जङ्गलमा अब आरा खाइएछ है यो भट्टाले यो भट्टाले कुन फुटाल्यो यो खुट्टा हटाल्यो भन्नु त्यो होइन नहा भनेछ त्यो त्यहाँ दाजु अस्ति भन्नु भने कम्पनीले छोयो भने पनि 6 महिना जेल र 5,000 ए झ्याप्पै आयो मगरदाई जनै भिरेर हाम्रो सेकुवा पाक्दैछ यता हाम्रो काट्ने दाजु यतै काटेर सकिसक्यो माल बनाउनु भने राम्रो मान्छेले नबिगार्नु फोन किन्नु पर्ने कहिले हो आइफोन पायो भट्टराई रेडी हो कन्टिन्यू हुन्छ 2000 पनि म पहिला तिमीहरूको खिच्छु अनि त्यहाँबाट के आयो के हो रातो सिर्छ होइन उयो लाग हो ढुडी लाग हो कि यो रेला रेला अनि त भाग्नुपर्छ है अलिकति आउनु न त्यसलाई भाडा ठोला ल माल यो बिचमा भट्टाएको हो र यो पुरै माल त डेन्जरस फोटो खिचेर यहाँ आम्मामा मावली केमा मिक्सरमा हानेको भयो प्लास्टिक थियो त टमाटरको हो कि तर त्यो धनियाँ हालिदिएको कि धनियाँ हालिदिएको मटेल त आम्मामा है यति हेर त मान्छे मोटो छ त खैला नभएर के बोल्छ त रेजी आउँदैछ छैन यार आयो भने त्यसै गर्नु त ठिक छ लु थोरै साह्रै मटे कहाँ खार लप्पिट गइहाल्नुपर्छ पल्तिर नि हेर भाइ मान्छे रातभरि बस्ने हो अहिले लु दाजु लु हात लाउन हामीले पनि औषधि हाल्नु यहाँ लुगा अलिक लगाइरहेको लु 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 एक गिलास राम राम आइबिया ठर्रा हान्न लाउँदैन अब साथीहरू यस्तो खाएपछि के हुन्छ त अब अहिले म लास्ट टाइममा देखाउँछु चढाइसक्यो अवस्थामा म लास्ट टाइम देखाउँछु है यहाँ पार्टी छ यता पार्टीतिर छु त्यो उठाउँ यो त केमा हाल न यो र उयो खायौ लु दाजु 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 ल चेस ल ल ल ल ल खाइ हामीले त खानु पाउँदा त मटे त हेर है के गरेको हाने भट्टाइ बोला त्यो बियर खोलेर उयो त उता हाल्नु न दिया कहाँ हाली उयो के अचार काँक्रामा काँक्रा त यति बेला हाल्नु होइन अचार भन्छु भइहाल्छ भेटिरहेको छ
मेरै मात्रै दिए सबै देखेछ नि तिम्रो मात्रै देखेछ खाँदा कस्तो मजा भयो अब यहाँ दुईटा बजार जानै गऱ्यो हामीले उनीहरू बुङ्गुर खाइरहेको अहिले चाहिँ चाँगेको जानु भन्दै थियो कसले बिन्दाको त मान्छे आउँदै थियो बिन्दा छैन त्यहाँको मान्छेले कन्ट्रोल गरेर खाने मेरो एक्लै आइज भन्दै थियो 2 कार्टुन बियर एउटै मान्छे दाजु भाले खाएर अब हामीले सबै सकिसक्यो अँधेरो भइसक्यो लास्ट हो क्या यहाँ चेस अहिले आउने बेला ढुलाई पनि 5 वटा गरेर छर्यो भन्दै थिएन रुममा गएर खेल्यो नि 5 वटा दाजु आउने बेला 5 वटा मुख गरेर छर्यो भन्दै थिएन फर्सी फर्सीमा त मुखमा त दिन्थ्यो नि परेन नि नत्र अघि नै ठुल्दा खेल्नु